हेलो दर्शकबिन सबैलाई नमस्कार। म चाहिँ आज यो हाम्रो जगतीपुर महाराजाको हाम्रो पहिला पुरानो पुर्खाको वायुघट्ट देखाउन गइरहेको छु म हजुरहरूलाई। र हेर्नुहोस् हाम्रो यहाँको यो हावाबाट शक्तिले चल्ने घट्ट चाहिँ यहाँभित्र रहेको छ। हाम्रो चाहिँ अहिले एकदम यहाँ चाहिँ अलि सुरक्षितमा राखेको छ। र हेर्नुहोस् हाम्रो यता यो चाहिँ वायुघट्ट भनेर चिनिन्छ यहाँ जगतीपुर महाराजाको पहिलाको शक्ति भएको कारणले हाम्रो यहाँ त्यसैले जगतीपुर भनेर चिनिने गरिन्छ। यहाँ यता ठुलो पिपलको रुख छ, यो जमानाकै होला, सायद कति साल पुरानो होला। र यता हाम्रो मन्दिर पनि यता भइरहेको छ। अनि यता चाहिँ हाम्रो गाउँहरू, यता तल चाहिँ हाम्रो मध्य पहाडी रोड छ, यता तल पनि जाली लगाइरहेको छ। यहाँ ल यो चाहिँ मध्य पहाडी रोड काठमाडौँ जाने रहेको छ भने उता चाहिँ हाम्रो रुकुमपारीतिर हाम्रो चाहिँ यो चाहिँ वायुघट्ट धेरै पुरानाको जमानाको हो। यो पिपलको सबभन्दा शक्ति भनेको पिपलमा छ। हेर्नुहोस् कति ठुलो छ भन्ने कुरा तपाईँले अनुमानै गर्न सक्नुहुन्न। फाइनल्ली म आफू पनि देखिन चाहन्छु थोरै। म अलि यता देखाउन गइरहेको छु। हेरेर के भन्नुहुन्छ सबैले कमेन्ट गर्नु होला।